म चाहिँ कहाँ जानु रेडी हुँदैछु भन्दाखेरि चाहिँ मेरो साथीको बिहेमा। हामी चाहिँ अल्लो गाउँ पल्लो गाउँ हो अनि हाम्रो घरमा पनि इन्भिटेसन आएको रहेछ। त्यही भएर आपालाई चाहिँ म जान्छु भनेर चाहिँ हामी बेलुकाखेरि चाहिँ नानाहरूसँग म बेघरतिर लागेँ। हामी चाहिँ आफ्नो ड्युटी सकेर आफ्टरनुनतिरै जाने भनेर सल्लाह गरेको थियो नि त। हामी चाहिँ मेरो चाहिँ कस्तो साथी भन्दा चाहिँ हामी क्लासमेट हो। पहिला हाई स्कुलमा चाहिँ हामी सँगै पढेको थियो। अनि हामी यहाँ बेघरमा पनि पुग्यो। एकदम मजाले डेकोरेसनहरू गर्नुभएको रहेछ। गएर चिया सेलरोटी खायो अनि त्यहाँ वरिपरिको इन्भाइरोमेन्टलाई इन्जोय गऱ्यो। त्यहाँ चाहिँ नौमिती बाजाहरू बजाएर सबैजना नाचगान गरेर एकदमै रमाइलो गरिरहनु भएको थियो। अनि यहाँनिर मैले साथीलाई पनि भेटेँ। ऊ चाहिँ उनीहरूको रिचुअल्स पूजामा बसिरहेको रहेछ। त्यसको बादमा उनीहरूको पूजा सकिएर यता खदामाला लगाएर उसलाई बधाई दिएर चाहिँ हामी लाग्यो खाना खानु तर्फतिर। हाम्रो चाहिँ यहाँनिर नाना एकदम मजाले काम गरिरहनु भएको रहेछ। खाना पनि एकदमै मिठो थियो। हामी मजाले खाएर चाहिँ त्यसको बादमा घरतिर लाग्यौँ। घर लाग्दाखेरि चाहिँ घाम लागेर मजाले उक्लिरहेको थियो नि त। अन्त आजकलको वेदर त त्यही हो, पानी परेर त्यस्तै छ। अनि थ्याङ्क यू फर वाचिङ।